सांसदमा ज्ञानेन्द्र शाहीले देखाए ताण्डव, ट्राफिक नियम पालनाको जरिवानामा देखाए असहमति। साथीहरू, ज्ञानेन्द्र शाहीले आज जनताहरूको आवाज उठाएका छन्। जुन अहिले नयाँ नियम जुन लागू भएको छ ट्राफिक नियममा, जुन जरिवानाहरू 25,000 1 लाखसम्मका छन्, त्यो जरिवानामा ज्ञानेन्द्र शाहीले सांसदमा आपत्ति जनाएका छन् र के भनेका छन् यो भिडियो एकचोटि हेर्नुहोला र यो भिडियोलाई सेयर गर्नुहोला। पहिला यो भिडियो हेर्नु साथीहरू। ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भनेर एउटा चर्चा ल्याएको छ। नियम बनाउने भनेर चर्चा आइराखेको छ। प्रहरीले प्रतिवेदन पनि पठाएको छ। म एउटा सरकारलाई अहिले यो हामीले विरोध गरेको होइन, नियम पालना गर्नुपर्छ, कारबाही हुनुपर्छ, त्यसमा हामी सबै तयार छौँ र जनता तयार पनि हुनुपर्छ। नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1 लाख रुपियाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म। तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने, राज्यले चाहिँ जे गरे पनि हुने। त्यो भए हुनाले अहिले यो सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढङ्गले जानुपर्छ। के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुन पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो। नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गरे पनि जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1 लाख रुपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1 लाख जरिवाना राज्यले तिर्ने। ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1 लाख तिर्ने। ट्राफिक प्रहरीले रुखो व्यवहार गरेरमा 50,000 तिर्ने। राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने। ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने। र तपाईँको यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसदमात्र अपिल गर्न चाहन्छु। किनभने यो अब बनाउनै पर्छ हामी। होइन भनेपछि तपाईँको राज्य र कानुन भनेको त सिर्फ जनताका लागि होइन नि त, जनतालाई दण्ड दिनका लागि कानुन ल्याउने होइन नि त। कानुन भनेको जनता र सरकार मिलेर दुईटा सहकार्यमा गर्ने हो। त्यो भएको हुनाले यो नियम आओस्, यो आउनुपर्छ। तर यो आउँदै गर्दा सम्बन्धित निकाय चाहिँ रेस्पोन्सिबल हुने कानुन पनि आओस्, अनि त्यो आइदियो भने हामी संसदबाट पास गर्छौँ। होइन भने साथीहरू, ज्ञानेन्द्र शाहीले भनेको कुरा तपाईँहरूलाई कस्तो लाग्यो? हुन नि हो, नियम जनतालाई मात्र होइन सरकारलाई पनि लागू हुनुपर्छ। यदि बाटोघाटोमा होइन ट्राफिक नियमका केही सङ्केतहरू छैनन् भने, बाटोघाटोमा जेब्रा क्रसिङहरू मेटिएका छन् भने, बाटोघाटोमा लाइट अथवा खाल्टोहरू छन् भने त्यसको जरिवाना सरकारले तिर्नुपर्छ। यो नियम आउनै पर्छ। हुन त यो अहिलेको नियममा मैले पनि आपत्ति जनाएँ, किनभने गोजीमा 100 रुपियाँ नभएको बेलामा 1 लाख कसरी तिर्ने? 25,000 1 लाख 15,000 यसरी छ नियमहरू होइन, जरिवानाहरू कसरी तिर्ने? सरकारले के रोजगारी दिएको छ र कि हामीले पैसा कमाएर राखेछौँ र यदि बाइपास मिस्टेक गरिहाल्यौँ होइन, घर भुलियो लाइसेन्स कहिलेकाहीँ होइन, हतार भएको हुन्छ, त्यो बेलामा लाइसेन्सहरू भुलियो, बिलबुकहरू भुलियो भने ल त नि चेकिङमा परियो, जरिवाना तिर्नलाई पैसा छ भनेर दिन हुन्थ्यो। तर रोजगार पनि छैन, घर बसी कसरी तिर्ने? कति अन्त्य जाँदाखेरि त मान्छे हो, कहिलेकाहीँ भुलिन्छ, भुलचुक हुन्छ। त्यो बेलामा 1 लाख होइन 25,000 15,000 कसरी तिर्ने? हामीसँग एक सुक्को नभएको बेलामा कि त साधन जपत गरिदिनु पर्यो, त्यसपछि हामी आनन्दले हिँड्दै घर बस्ने। त्यही त होला नि सरकारले अब गर्न खोजेको। घरै बसाल्ने, जनता मार्ने, आफू वाइ पाउने, यस्तै त होला नि। ज्ञानेन्द्र शाहीले भनेको खास कुरो तपाईँहरूलाई कस्तो लाग्यो? त्यसको बारेमा आफ्नो मनमा लागेको कुराहरू कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला साथीहरू। जय नेपाल।